हेलो हाई नमस्ते सबैजनालाई। मलाई विश्वास छ सबैजना आरामै हुनुहुन्छ होला। म आज एउटा धेरै समयपछि यसरी एउटा लाइभ है बोल्दैछु हैन, एउटा बाध्य भएर बोल्न गइरहेको छु हैन। मनमा धेरै त्यो पीडाहरू बोक्दा 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 पोख्ने ठाउँै नभएर बोल्न गइरहेको छु हैन। आज त इनिसा बिक त्यो बहिनी है, त्यो एकदमै कति दिन भयो आज के गरिरहेको छ कानुनले, के भइरहेको छ कानुन। आज हाम्रो देशको निर्मला पन्त बहिनीलाई जब बलात्कार गरेर मारिएको थियो त्यतिखेर पनि आज कानुन चुप छ हैन, त्यसको खुलासा गर्न सकेको छैन। र आज यो बहिनीको हालत पनि त्यस्तै भएको छ। तर आज के गरिरहेको छ नेपाल कानुनले, के भइरहेको छ तपाईँहरूको पनि त चेलीबेटी होला, तपाईँहरूको पनि घरमा दिदीबहिनीहरू होला हैन। भोलि बिहान के तपाईँ हामीसँग नहोला भन्न त सकिँदैन। तर आज कानुनले गर्न नसकेको आज जनता उठेर त्यो काम गर्नै पर्छ है। आज जनता उठेर त्यो काम गर्नै पर्छ। जसरी आज जीएनजी आन्दोलन भइरहेको थियो त्यतिखेर कतिजना ती दुष्ट है त्यो भ्रष्टाचारहरूलाई निकालिएको थियो। आज त्यस्तै गरी आज यी बलात्कारीहरूलाई निकाल्नुपर्छ र बीच बाटोमा यिनीहरूलाई जस्तो गरी त्यो बहिनीलाई मारिएको थियो त्यस्तै गरी यिनीहरूलाई पनि मार्नै पर्छ। यदि मार्न सक्दैन भने, अगर मार्न सक्दैन भने यिनीहरूलाई चाहिँ एकदमै भयानक सजाय दिनै पर्छ है। आज यो बहिनीको पनि त कति ठुलो सपना थियो होला, बाबुआमाको पनि कति ठुलो चाहना थियो होला, के भयो सबै टुटेन। प्लिज म रिक्वेस्ट गर्छु नेपाल सरकार हैन, यदि सक्नुहुन्छ भने तपाईँले त्यो कानुन हातमा लिनुहोस्, यदि सक्नुहुन्न भने त्यो जनतामाथि छोड्नुहोस् प्लिज। यदि तपाईँलाई म बोलेर तपाईँहरूलाई यदि अप्ठ्यारो पुर्याइरहेको छु, म बोलेर आज तपाईँहरूको मनमा ठेस पुगिरहेको छ भने म तपाईँहरूलाई मेरो एड्रेस दिन्छु है। म नेपाल हाल मुम्बईमा छु, मेरो घर चाहिँ पाल्पा हो। यदि तपाईँहरू सक्नुहुन्छ, मेरो नाम जीवन परियार, तपाईँहरूले सर्च गर्नुहोस्, टिकटकमा गएर पनि हेर्न सक्नुहुन्छ। तर न्याय चाहियो, यो बहिनीलाई न्याय चाहियो, निर्मला पन्तलाई न्याय चाहियो। न्याय तपाईँले दिनै पर्छ, सरकार तपाईँले दिनै पर्छ, बुझ्नुभयो। आज फेसबुक खोल्दाखेरि पनि त्यो एउटा सानो क्लिपले पनि मान्छेको आँखा भरिएर आएको छ। आज मेरो पनि छोरो छ, भरि गएर मेरो छोरोले पनि त्यो गल्ती गर्छ भने नि त्यो छोरालाई पनि सजाय त्यही नै हुनुपर्छ, बुझ्नुभयो। म आज तपाईँहरूलाई यो भन्न चाहन्छु कि नेपाल सरकारले नगरेको त सक्नुहुन्न भने जनतामाथि छोड्नुहोस्।